छोराछोरी सानो हुँदा जसरी बाउ आमाले बच्चाहरूलाई माया गर्छन् त्यसै गरी छोराछोरीले पनि पछि ठुलो भइसके पछाडि चाहिँ आफ्नो बाउ आमालाई त्यसरी नै माया गर्नुपर्ने हुन्छ, माया दिनुपर्ने हुन्छ। त्यसैले मैले चाहिँ मेरो बुवाको चाहिँ खुट्टामा यसरी एलर्जी भएको रहेछ होइन। अब म फेरि अलिक टाढा बस्ने, अनि बुवा गाउँमा घरमै बस्नुहुन्छ, अनि त्यस पछाडि पुरै हातमा खुट्टामा एलर्जी भएर होइन पाकेर पानीहरू पिपहरू निक्लिने भएको रहेछ होइन। अब त्यहाँ चाहिँ सिमेन्टको माटो, हिलो माटो, गोबरहरूको धुलो टाँसिएर अनि त्यसपछि मैले चाहिँ हस्पिटलमा लगेँ। अनि हस्पिटलमा गएर चाहिँ पुरै चेकअप गराएर ब्लडहरू सबै चेकअप गराएर अनि रिपोर्टहरू निकालेँ। अनि रिपोर्टहरू निकालेपछि रिपोर्टहरू सबै पोजिटिभ नै आयो, त्यस्तो खासै नेगेटिभ रिपोर्ट आएन। अनि त्यस पछाडि अनि मैले सबै कुरा अब पानीहरू तताएँ, पानी तताएर मैले एकछिन यसो बाफहरू लिदिएँ। अनि त्यसपछि पुरै खुट्टा सफा गरिदिएँ। अनि खुट्टाहरू सफा गरेर अनि 2 चरणको मलमहरू लाउनु पर्ने थियो होइन, 2 पटक गरेर लगाउनु पर्ने मलमहरू थियो। अनि त्यस पछाडि मैले चाहिँ घाउहरू सफा गरेर अनि मलमहरू लाएँ, अनि एकछिन रेस्ट पनि गराएँ। त्यसपछि गएर डिटोलहरूले पनि अब हल्का हल्का, डिटोल चाहिँ धेरै लाउनु, खास गरी डिटोल त लाउनु नहुने हो, अब भए पनि हल्का हल्का डिटोल पनि लगाइदिएँ, किनभने अलिकति फोडहरू भित्र चासिएको जमिएको होइन, अब कीटाणुहरू हुन्छ नि त, त्यो भएर अनि फर्स्ट टाइम लगाइदिएँ। अब पछि चाहिँ डिटोलहरू चाहिँ लाउनु पर्दैन। अनि त्यस पछाडि मैले एकदमै राम्रोसँग सफा गरेर लगाइदिएको छु मलमहरू होइन। अनि के अरे खुट्टा त पुरै हेर्नै नसक्ने भएको रहेछ कि होइन। अनि साह्रै दुःख लाग्यो। अब त्यही हो। अनि अब कस्तो छ के छ भनेर अब बिचमा आफूले नदेखेपछि सोधिराखेको हुन्छु। अनि सोद्धाखेरि ठिक छ अलि राम्रो भएको छ भन्नुहुन्थ्यो जहिले पनि, जति बेला पनि ठिक छ भन्ने। अनि अहिले लास्टमा चाहिँ अलिकति गाह्रै भएपछि चाहिँ आउनु भएको रहेछ। अनि आउनु भएको भन्दा नि मैले नै जबरजस्ती गरेर लिएर आएको हो। अनि आउनु अब चाहिँ गर्नुपर्छ, उपचार गर्नुपर्छ, त्यसरी ख्याल गर्नु हुँदैन। भोलि क्यान्सर हुनसक्छ, भोलि विभिन्न लक्षणहरू हुनसक्छ, बेलैमा उपचार गर्नुपर्छ भनेर लिएर आएँ। अनि हातमा पनि पुरै हातमा पनि फोकाहरू उठ्ने, बिमारहरू आउने भएको रहेछ। अनि त्यस पछाडि चाहिँ हातमा पनि मैले पुरै हात पनि सफा गरेर अनि हातमा पनि मैले हल्का हल्का डिटोलहरू, किनभने कीटाणुहरू नजाओस् भनेर कि होइन। अब कीटाणुहरू नजाओस् भन्दा नि कीटाणु भाइरसहरू त्यस्तो छ भने होस् भनेर, अनि क्लिन होस् भनेर चाहिँ हल्का डिटोल मात्रै लगाएको मात्रै हो। त्यसपछि अब पछिल्लो चरणमा त लाउँदैन मैले भनिसकेँ होइन। अनि फर्स्ट टाइम भएर हो। अनि त्यस पछाडि मलमहरू फेरि लगाइदिएँ, अनि हातमा पनि सफा गरेँ, किनभने उहाँलाई अलिकति रिल्याक्स पनि भयो अरे, किनभने अब त्यो फोकाहरू हातमा पनि सानो सानो फोकाहरू उठिरहेको थियो। अनि हातमा पनि दुख्ने, एलर्जी हुने, चिलाउने, पुरै बडीहरू चिलाएर आउने भन्नुभएको थियो। अनि त्यस पछाडि यस्तो चाहिँ के कारणले हुन्छ भन्दाखेरि तपाईँहरूले अब के अरे फुटेको ठाउँहरूमा सिमेन्टहरू पार्नुभयो भने होइन, घाउहरू खटेराहरू आएको ठाउँमा, अनि घाउहरू चाहिँ चोटहरू लागेको ठाउँमा चाहिँ तपाईँहरूले सिमेन्टको धुलोहरू, हिलो, गोबरको चाहिँ नि मलहरू हुन्छ नि, त्यस्तो चिजहरू पार्नु